ल है साथीहरू हाम्रो चाहिँ मर्निङको टाइम चाहिँ यस्तो दर्किरहेछ पानी यस्तो उज्यालो भइकन चाहिँ झन् ज्यादै आइरहेछ है साथीहरू के गर्नु अब गाउँघरमा गाउँ बस्तीमा काम नगरी पनि कहाँबाट आउँछ माम है गाई बस्तुहरू स्याहार्नै पऱ्यो अन्त त्यहाँदेखि साथीहरू लोही चिया खाजा खाएर पानी रह्यो भने घाँस रहेन भने गाईलाई भुस कुटीहरू के छ बनाएर चाहिँ दिनै पऱ्यो है। र एउटा कुरा मलाई चाहिँ साह्रो नोक्सान बनाइरहेछ यो पानीले। हिजो यो फुलहरू थन्काउनु पाइनँ है, पानी पर्ला जस्तो थिएन। अनि त्यसले गर्दाखेरि चाहिँ हुनु त अब पुरै चाहिँ भेटी चाहिँ गएको छैन, सेपमै छ र भए पनि है यो फुलहरूलाई चाहिँ पानीले भेट्नु हुने थिएन है। कलर कुन कलर फुल्नु आँटेको थियो, सबै किनेर लिएको फुलहरू थियो है। अब ग्रिन हाउस ओरङ भन्दा पनि कोही बेला राम्रो हुन्छ। अन्त त्यसले गर्दाखेरि चाहिँ साथीहरू अब थन्काउँ भन्दाखेरि पनि कम्ता छैन, कहिले थन्काएर सक्नु है। अब यस्तो बेसी राम्रो फुल्दै थियो, कोपिला भर्खर मात्रै बसिसकेको थियो। हाम्रोतिर चाहिँ अलिकति जाडोले गर्दा होला है फुलहरूको पनि। मलाई चाहिँ साह्रै नोक्सान बनाएको छ है। कति किनेर लिएको थियो, कति साथीहरूसँग मागेर लिएको थियो, कति घरकै बिउहरू राम्रो फुलको बिउहरू यसरी थियो। यस्तै साथी गर्नु है, मौसमको कुरा हो, हामीले भनेर हुँदैन। अन्त एउटा कुरा चाहिँ साथीहरू, मलाई चाहिँ सब्जीको चाहिँ दुःख छैन। ब्रोकौली चाहिँ यहीँ टेरिस माथि नै छ कि किचनकै छेउमा, गयो छुरी लिएर खायो, त्यति नै टेन्सन चाहिँ छैन हौ। एउटा सब्जी चाहिँ यसो बारीतिर जानु चाहिँ पर्दैन पानी पर्दा चाहिँ मेरो चाहिँ। ल है साथीहरू, तपाईँहरूकोतिर त राम्रो होला दिन, कस्तो हाम्रोतिरको चाहिँ यस्तै छ है हालत।